सो अहिले म एक्सर्साइज मर्निङ एक्सर्साइज इभिनिङ एक्सर्साइज भन्छ तर अहिले म चाहिँ आफ्टरनुन एक्सर्साइजमा छु सो दिस इज माई फर्स्ट भ्लग होइन कि मेरो पहिलो भ्लग पनि हो सो सबैजनाले यसो हेरिदिनु होला होइन अलिक त्यति आउँदैन पनि भएन भ्लग बनाउन सो अहिले म यता बाटोतिर हिँड्दैछु पूर्वपट्टि जाँदैछु अर्थात् मेरो दिशा भनेको पूर्वपट्टि छ म हिँड्दैछु जाँदैछु अनि यसो अल्छी लाग्यो एकछिन रुममा बस्न सो त्यही बाहिरतिर डुल्दैछु अनि यसो यही मौकामा भिडियो पनि बनाइदिउँ भनेर भिडियो साह्रै भएन बनाउनै पर्ने भयो क्या युट्युबमा भनेर यसो भ्लग जस्तो अब भ्लग भन्ने कि यसलाई के भन्ने होइन एउटा बनाउन आउँदैन तर पनि बनाइदिउँ भनेर अहिले हिँड्दै यहाँसम्म आयो विद्यार्थीहरू आउँदै हुनुहुँदो रहेछ पछाडि सायद एसी दिएर होला अथवा अहिले एसीको एक्जाम पनि चल्दैछ त्यो पनि हुनसक्छ अनि म रोटे रोडमा पनि कुद्दै नै छु मेरो पछाडि कुकुर आउँदै हुनुहुँदो रहेछ जिन्दगी मेरो पनि कुकुरको भन्दा त कम छैन काटिएको जस्तो लिन्ठिङ तर त्यो भन्दा त कुकुरको जिन्दगी ठिक होला होइन आइज कान्छ चलेछ बतास सुस्तरी मनै सरर हो भरोसा छैन जीवनको बिताउँ हाँसेर कहिले कहीँ रमाइलो हुन्छ भेटघाट हुँदामा कहिले कहीँ रमाइलो हुन्छ भेटघाट हुँदामा छातीको ज्वाला नमेट्दो रहेछ बसेर रुँदामा बसेर रुँदामा चलेछ बतास सुस्तरी मनै सरर भरोसा छैन जीवनको बिताउँ हाँसेर यस्तै छ जिन्दगानी भरोसा छैन यो जिन्दगीको के भर छैन होइन जिन्दगी कहाँ गएर टुङ्गिने हो त्यो थाहा हुँदैन घामै जस्तो जिन्दगी घाम छ यहाँ सो बिहान घाम उदाउँछ बेलुका अस्ताउँछ जिन्दगी पनि एक दिन अस्ताएरै जाने हो एक दिन मिलन हुन्छ र मिलनपछि बिछोड हुनु नै पर्छ त्यो प्रकृतिको नियम हो अनि जीवनमा कहिलेकाहीँ उतार चढावहरू आउँछन् जिन्दगी नै त्यस्तै रहेछ जीवन भनेकै त्यही हो कहिले उकाली कहिले ओह्राली अनि जीवनै वास्तवमा त्यही रहेछ सो ठ्याक्क अहिले म यसरी कुन ठाउँ भन्छ यसलाई ठाउँको नाम पनि थाहा छैन फेरि मलाई म पनि नयाँ नौलो छु यो ठाउँमा कौशल्या चोक अर्थात् कौशल्या चोक भन्दो रहेछ यसलाई कौशल्या चोक मोरङ जिल्ला कौशल्या चोक मोरङ जिल्ला भन्ने ठाउँ रहेछ कौशल्या चोक पर्दो रहेछ है तर मोरङ चाहिँ मोरङ जिल्ला हो तर ठाउँको नाम कौशल्या चोक अरे सो एकछिन अल्छी लागेर हिँडेको
सो यस्तै छ है। हो बिहानी हुन्छ उदाउँछ घाम साँझमा डुब्छ रे। हो बिहानी हुन्छ उदाउँछ घाम साँझमा डुब्छ रे। हिजोको बालक आजको यौवन भोलि त लोक्छ रे। हो भोलि त लोक्छ रे। चल्छ बतास सुस्तरी मनै सरर हो भरोसा छैन जीवनको बिताउ हाँसेर। सो गीत त त्यस्तै हो। अब गाउनु त आउँदैन तर पनि यसो जस्ट प्रयास ट्राई या। अनि के हो भन्दाखेरि अर्को भन्छ नि अब हो नि त अहिलेको युवा अहिलेको प्रियहरूले होइन यस्तो गीतहरू चाहिँ अलिक मन पराउनु हुन्न, यो कुरा मलाई थाहा छ। तर यस्तो गीतहरूमा एउटा जीवन जोडेको हुन्छ, एउटा संस्कृति जोडेको हुन्छ र यथार्थ पनि छ यस्तो गीतहरूमा। तर हुन त सबै गीतहरू नराम्रो हुँदैन भन्नु खोजेको होइन, तर पनि एउटा आफ्नो पहिल्यैदेखि चलिआएको गीतहरू एउटा धेरै संस्कृतिसँग नै मेल खाने भएको हुनाले त्यो कुराहरूसँग जीवन जोडेको हुनाले मैले यो कुरा गरेको हो। अनि अन्त अहिलेको गीतहरूमा केही न केही अलिकति विकृति जस्तो धेरै जस्तो देखिन्छन्। तर जति जे भए पनि पुरानो गीतहरूले चाहिँ एउटा मेल खान्छ, मनसँग मन जोड्छ, त्यो कारणले मैले यो कुरा गरेको हो। सङ्गीत प्रेमी भइसकेपछि अलिकति सङ्गीतमा म चाहिँ धेरै अलिकति जाँदो रहेछ। सो म त्यस्तै हो, एउटा सङ्गीत प्रेमी नै हो म पनि। त्यो कारणले गर्दा मैले यो गीत गाएँ। सो अब हिँड्दै जाँदा कहाँसम्म पुग्दैछु थाहा छैन, तर हिँड्नु चाहिँ हिँड्दैछु म। गाडीहरू पनि आउँदैछ, कहाँ गएर हान्दिने हो थाहा छैन। ठ्याक्क हान्दियो त जिन्दगी खत्तम भयो, त्यहाँ छेउ छु। अब बाटै छैन, यस्तै ठाउँै सानो छ। या क्यामेरा त ठिकै आउँदो रहेछ यता र अहिले दिउँसो चाहिँ। अब अनुहार त त्यस्तै हो, जति नै धेरै भए पनि यो रोड चाहिँ पिच गरेको भए पनि अनुहार चाहिँ मेरो पिच गरे जस्तो छैन है, त्यो त थाहा भएको कुरा हो। सो तर अनुहार त मेरो पिच नगरे जस्तो भए पनि अब मन चाहिँ राम्रो बनाउन खोज्छु, प्रयास चाहिँ जारी छ। अब मन त राम्रै छ जस्तो लाग्छ, तर कता कता अलिअलि नेगेटिभ पनि भाइब्स आउँछ कि जस्तो पनि छ है फेरि। तर पनि मन त राम्रो छ, यति त म भन्छु होइन। अनि त्यस्तै हो, अब अनुहारको कुरा गर्दाखेरि त नराम्रो नै छु म। सो यो तराईको ठाउँमा अलिकति गर्मी महिना पनि चढ्दै रहेछ। अब हो नि त गर्मी हुँदैछ भनौँ होइन, गर्मी चाहिँ हुँदैछ। सो अलिअलि गर्मी पनि भइरहेछ। अब यसरी हिँड्दै जान्छ, तर पनि दिउँसो नि हिँड्नु मन लाग्यो, अल्छी लागेर रुमबाट बस्दा 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 अनि चल्दिएँ। सायद यो बाटो हिँड्दै जाँदाखेरि त यो बाटो हिँड्दै गयो भने सायद पूर्व विराट चोक हुँदै
मोरङ बेलबारी झापा चाराली हुँदै इलाम ताप्लेजुङ पान्थर यो पूर्वको बाटो हो भनेर मैले त्यसरी भन्न चाहेँ अहिले हिँड्दै गरेको बाटो। सो जता हेरे पनि पूर्वै रमाइलो, त्यो कारणले मलाई पूर्वै रमाइलो लाग्छ। त्यो मलाई पूर्व नै रमाइलो लाग्ने भएको हुनाले म पूर्वको मान्छे छु, पूर्व मनपर्छ। त्यो कारणले गर्दाखेरि म अहिले पूर्वको तर्फबाट छु, पूर्वैतिर जाँदैछु है। जता हेरे पनि हजुर पूर्वै रमाइलो, मेरो लागि चाहिँ पूर्वै रमाइलो। सो पूर्वेली पर्यो अनि पूर्व नै रमाइलो लाग्छ। हामी त पूर्वेली छिटो बोली वचन मिठो, हजुर नबोल्नु है झुटो। झुटो त अब बोल्नु आउँदैन खासै मलाई, झुटो नबोल्नु पनि। पूर्वेली मान्छे भएर झुटो चाहिँ नबोल्नु होला। सो झुटो बोल्नु हुँदैन, यो संसार यस्तै नै हो। तर लभिजम फिलोसोफी अर्थात् प्रेम दार्शनिकले चाहिँ के भन्छ भन्दा, प्रेम मास्टर गडेन्जल भन्नुहुन्छ, परम गुरु भन्नुहुन्छ होइन। प्रेमवाद अर्थात् लभिजम फिलोसोफीले भन्नुहुन्छ, झुटोकै छ संसार हेर यहाँ, झुटोकै गरिन्छ खेती, झुटोको छ संसार हेर यहाँ, झुटोकै गरिन्छ खेती। जसले नराम्रो गर्छन् उसैलाई हुन्छ एक दिन क्षति, जसले नराम्रो गर्छ उसलाई एक दिन हुन्छ क्षति भन्छ। तर अहिले झुटोकै छ संसार होइन, झुटोकै छ खेती, गरिन्छ पनि झुटोकै खेती। यो कुरा वास्तविकता हो पनि। यो संसारै अहिले यस्तैमा छ, चल्दैछ। सो यो संसारै यस्तै हो, झुटोकै संसार होइन, त्यस्तै हो। अनि त्यही कारणले होला आकाशमुनि धरतीमा हेर यहाँ व्यर्थै व्यर्थ छ, आकाशमुनि धरतीमा हेर यहाँ व्यर्थै व्यर्थ छ, मन पीडित शरीर पीडित संसारै पीडित छ भन्छ। हो त्यो कारणले गर्दा संसारै पीडित भएको। हेर के हो भन्दाखेरि यसको भनाइको तात्पर्य यो संसारमा चाहिँ पीडै पीडा छ भन्छ है। संसार पीडै पीडामा छ किन भन्दाखेरिमा मनको पीडा त घटेर जान्छ तर शरीरको फेरि जाँदैन रे। मनको पीडा घटेर जाला तर शरीरको पीडा घट्दैन रे। फेरि शरीरको पनि पीडा घटेर जाला तर यो संसारको त पीडा कहिले पनि घट्दैन रे, किनभने यो संसारै पीडै पीडामा छ। संसारै एउटा सायद स्वार्थी संसार भएर होला पीडा अनि त्यो कारणले गर्दाखेरिमा हामीलाई सबैलाई पीडै पीडा छ। हामीलाई यो संसारमा कोही पनि खुसी छैनन्, सबलाई दुखी नै छ। यो संसारै दुखी छ है, यो कुरा हो वास्तवमा, यथार्थमा भन्नुपर्दा। सो अब भन्दै अब हिँड्दै जाँदा कहाँ पुगिन्छ त्यो थाहा छैन। र आजको लागि यति नै मेरो ब्लग नै होला, सायद ब्लग भन्ने कि के भन्ने होइन। तर मेरो च्यानललाई सबैजनाले सब्सक्राइब चाहिँ गरिदिनु होला भन्न चाहन्छु। सो भन्दै हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, टक्क बेल आइकनलाई घन्टीलाई ट्याक्क थिचिदिनु होला भन्दै दिस इज माई फर्स्ट ब्लग। आउनु त आउँदैन ब्लग बनाउनु, तर पनि बनाइदिएँ। सो हेरिदिनु होला र भन्दै सबैजनालाई मेरो तर्फबाट यो राइज किङ अर्थात् राई किराती होइन, राई किरातीबाट चाहिँ यो किराती ठिटोबाट पूर्वेली ठिटोबाट चाहिँ मनैदेखि हृदयदेखि नै सेवारो हौवा दर्शन नमस्कार भन्दै अहिलेको लागि छुट्टिन्छु। हस्त बाई बाई।